आज चाहिँ मेरो युट्युब र फेसबुकमै 10K प्लस फलोवर्स र सब्सक्राइबर कम्प्लिट भएको खुसियालीमा केटाहरूलाई थोरै पार्टी खुवाऊँ भनेको झन्नै 1000 रुपियाँ चुना लगाइदिएन र मलाई चाहिँ थाहा थियो कि हाम्रो युट्युब र फेसबुकमा चाहिँ 10K सब्सक्राइबर र फलोवर्स चाहिँ कम्प्लिट भइसक्यो भनेर। अनि केटाहरूले चाहिँ मलाई कङ्ग्रेचुलेसन दिनुपर्ने, उल्टै मलाई त झन् यस्तो भन्छन् त तिमीलाई म एउटा पार्टी दिन्छु है। र केटाहरूले यति जिद्दी गरेर पार्टीमा आइसकेपछि चाहिँ मैले पनि मेरो खल्तीबाट ट्याक्कै पैसा झिकेर दिएँ। मेरो झन्नै 1000को नोट केटाहरूले गुम पारिदिएनन्। केटाहरूलाई त हात्ती भनेपछि त। अनि केटाहरूलाई पैसा दिइसकेपछि चाहिँ केटाहरू पसलमा गएर सामान पनि लिएर आए। अनि आज चाहिँ हाम्रो पार्टीमा चाहिँ फेरि चटपटे पार्टी हान्ने प्लान भएको थियो। अनि जाँगरीले भनेको म मात्रै हो, केटाहरू फेरि लास्टै अल्छी छन् क्या, त्यही भएर मैले चटपट पनि बनाएँ। चटपट 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 एकचोटि खाएपछि बनाइदिइहाल्छ अरे छटपट। त्यसपछि आजको हाम्रो 10K सेलिब्रेसन पनि भयो। मेरो चाहिँ फेरि रेसिपी भएर होला, केटाहरूले भन्दा नि फेरि मैले चाहिँ डेन्जर सेलिब्रेसन गरेको थिएँ। अनि म त्यत्तिकै केटाहरूलाई अल्छी भन्छु त, अहिले हेर्नु त खाएर पनि लास्टमा मैले थालबाट धुनु परेको। र त्यसपछि हामी घरतिर फर्किँदा चाहिँ रात पनि पर्न लागिसकेको थियो। अनि मैले फेरि झन्नै एउटा कुरा भन्न बिर्सेको, हाम्रो चाहिँ युट्युब र फेसबुकमा चाहिँ 10K सब्सक्राइबर र फलोवर्स चाहिँ कम्प्लिट भइसकेको छ। र थ्याङ्क यू सो मच भन्न चाहन्छु यहाँहरू सबैजनालाई। अनि त्यसपछि हामी घरतिर फर्किँदा चाहिँ रात पनि परिसकेको थियो नि त, त्यही भएर हामीलाई हल्का डर पनि लाग्दै थियो, कतै हामीले भूतले त किडन्याप गर्दैन। र हामी घरमा आइसकेपछि फेरि हाम्रो लागि चाहिँ खाजा राखिदिएको थियो, त्यही भएर हामीले खाजा खाइसकेपछि फेरि हामी लाग्यौँ पढ्न। मतलब भाइलाई चाहिँ मैले नसिकाएको चाहिँ धेरै भएको थियो, त्यही भएर चाहिँ भाइको आज टिचर गरिदिनु पर्यो भनेर मैले पनि स्केल निकालेर चाहिँ भाइलाई मैले पढाउनुतिर लागेँ। तर पढ्नु भन्दा नि हाम्रो चाहिँ बढी ड्रामै भइरहेको थियो। ड्रामा गर्दा गर्दा एकैछिनमा त भाइ र मेरो त झन्डै फाइट पो परिदियो त। र म एउटा कुरा चाहिँ डिक्लेयर गर्न चाहन्छु कि आजको हाम्रो 10K स्पेसल पार्टी चाहिँ थिएन, केटाहरूसँग पैसा निकालेर चाहिँ हामीले पार्टी गरेको थियौँ।